आदरणीय दर्शकबिन यहाँहरूलाई स्वागत छ। तपाईँ हेर्दै हुनुहुन्छ मेरो मनको टिभी। आज हामी घुम्दै यो केराबारी को यो जङ्गलभित्र यहाँनिर नयाँ रोडमा नयाँ पुलमाथि छौँ। अनि यो पुल एकदमै राम्रो लामो पुल बनेको छ। यो पूर्व पश्चिम हाइवे नि बनाउँदैछ। यो चाहिँ नयाँ राजमार्ग हो, यो मदन भण्डारी राजमार्ग। अनि यहाँ हामी यसो हेर्दै हिँड्दाखेरि यो पुल एकदमै मन पर्यो, एकदमै दामी छ, एकदम ठिक छ। त्यही भएर हामी यहाँ तल हामीले बाटोमा यो परतिर बाइक रोकेर आएर तपाईहरुलाई देखाउनको लागि यो पुलको दृश्यहरू तपाईहरुलाई हामी देखाउँदैछौँ। अनि यो घुम्न लायकको हावा पनि चिसो आउँदो रहेछ, शीतल छ। अनि यो पुल एकदम दामी छ। यहाँदेखि सिधै गयो भने तपाईको धरान हुँदै उता चतरा हुँदै तपाईको यो चाहिँ मलाई लाग्छ यो काठमाडौँसम्म पुग्ने रोड होला, सायद बनिँदैछ, उता बनाउँदैछ। यहाँनिर एकदम राम्रो ठाउँ छ। र तपाईहरुलाई म यता अर्कोपट्टि पनि देखाउँछु। यहाँबाट पनि सिधा गएको छ, यहाँ हेरिहालौँ। यहाँ यता त बाटै भएर रहेनछ। यो टेक्नोलोजी पो भएछ त। यहाँ त पुल त सिधै छ, भित्तामा भिरमा हान्देर। यो एकछिन है, तपाईहरु कमेन्ट गर्नु, फेरि छिटो छिटो तल थितिहाल्नु होला, पुरा हेर्नुहोस् है। यहाँ त पुलै सिद्धै छ। पुल त सिद्धै छ भन्दाखेरि नि बाटै सिद्धै छ। यो त नङ्गै लगाएर भित्तामा भिरमा हान्दिएको छ है। अब यहाँबाट यो कता जाने भन्दाखेरि कता जाने तल देखाउनुहोस् त। बाटो ऊ तल छ, यता जाँदैछ। अनि बाटो चाहिँ यो हो यता, तर पुल चाहिँ गएर यहाँ भित्तामा हान्यो। तर हाम्रो नर्मल आँखाले, हामी यहाँ बस्नेले, नर्मल हामी कहिलेकाहीँ घुम्न आउनेले हामीले सिधा सोद्धाखेरि कस्तो पागलहरू, यो पुल कता बनाला, यो भित्तामा हान्दिएको छ, भिरतिर लगेको छ, बाटो त यता छ भन्ने हामी डिसिसन भइहाल्छौँ। यो भएर यो यता लानु पर्थ्यो, यता कुदाउँछौँ भन्ने हामी डिसिसनमा आइहाल्छौँ। तर यो भित्तामा लगेर पुल अहिले युज छैन, यो पुल बनाएर छोडेको छ। तर अब यो भित्ताबाट चाहिँ यो भित्तालाई काटेर यो माथिबाट जहाँ चाहिँ रुखहरू ढालिसकेको छ बाटो, अब यो भित्तालाई फोरेर माथिल्लोपट्टिबाट यस्तो झर्दैछ उता। त्यो इन्जिनियरिङ त्यहाँनिर चाहिँ त्यसो गर्दैछ। अब हाम्रो दिमागले हो भने चाहिँ सिधा यता जाँदाखेरि हुन्थ्यो। तर यहाँनिर चाहिँ अहिले भित्तामा ल्याएर पुल हानिदिएको छ। अनि पुलको काम सिद्धियो, तर बाटोको काम सिद्धिएको छैन। अब यसलाई खोलेर काटेर यता माथिबाट जाने योजना छ। यो सरकारको योजना हो। यस्तै खालको हामी छिटो डिसिजन लिइहाल्छौँ। या के बनाएको लागि भित्तामा, अब त्यहाँबाट कहाँ जाने, त्यहाँबाट उता त बाँदर पनि नचिर्ने भित्ता छ भन्ने हामी डिसिजन छिटो गरिहाल्छौँ। अहिले हाम्रो बालेन सरकारले, इन्डियाले मात्रै होइन नेपालले पनि केही भारतको भूमि मिचेको छ भन्ने अस्ति संसद भवनमा बोल्नु भएको छ। र हामीले सबैले हामीले छिट्टै कमेन्ट गरेका छौँ, यो गलत बोल्यो, यो भएन, यो चाहिँ गलत बोल्यो हो। हामीले सिधै हेर्दा गलत बोल्यो, तर त्यो भित्र केही छ जस्तो लाग्छ। हामी छिट्टै डिसिजन गरिनहालौँ। जस्तो कि यो बाटोलाई हेरेर यो बाटो चाहिँ अब यो पुलको कामै आएन भन्छु भने अब यो भित्ता खोल्नु बित्तिकै पुलको काम आउँछ। अनि बालेन सरकारले बोल्नु भएको छ, बोल्लेन भनेर उफ्रियो भ्याट्टेर बोलिदिएको संसार हल्लाइरहेछ त्यो एउटा शब्दले गर्दाखेरि। जे होस्, त्यो उहाँले त्यत्तिकै बोल्नु भयो जस्तो लाग्दैन। त्यसको पछाडि केही होला, केही राजनीतिक कुराहरू होला, केही समाधानको कुराहरू आउला। र अब चाँडै यो बाटो पनि सायद खुल्छ होला। हामी हेरौँ, अलिक नजिक गएर हेरौँ न। अहिले चाहिँ तपाईँको यो बाटो चाहिँ अब यहाँदेखिको उपाय छैन। यहाँबाट केही झर्दैन, साइकल पनि झर्दैन। हामी त्यो पारि भित्ता कोर्दै आएको। यो चाहिँ अहिले भन्नुपर्दाखेरि यस्तो छ। अब यो यहाँबाट घुमाएर यसो झार्ने होइन, यो माथिको रुखहरू काटेर खोलिसकेको छ। जस्तो कि यस्तै रुखहरू थियो यो माथि पनि, यो माथिको रुख काटिसक्यो। अब यिनीहरूले यो यहाँ चाहिँ के गर्दैछन्, यो भित्तालाई फोरेर काटेर यो माथिल्लोपट्टिबाट घुमाएर बाटो ठुलो उता जोड्दैछ।
अनि यो हामीले झट्टै हेर्दाखेरि अचम्मै छ, यो त टेक्नोलोजिया भयो। तर यसको कार्ययोजनाहरू लामो छ। यो चाँडै छिटो बन्यो भने हामीलाई हिँड्नुको लागि सजिलो हुन्छ। यहाँबाट यी परतिर धरान हो, अनि यता जाने बित्तिकै हामी यता के अरे काँक्रेडी भित्तातिर जान्छौँ, दमक हुँदै काँक्रेडी भित्ता। तर यो बाटो चाँडै बन्नुहोस्। हस् त, जय नेपाल।